हेलो एभ्रिवान, आज म बनाउँदैछु चाउमिन। घरमै बनाएर चाउमिन खान मजा आउने भएकोले मैले घरमै चाउमिन बनाउँदैछु। चाउमिन बनाउनको लागि मैले चाउमिनलाई बोइल गरिसकेकी छु। अनि मैले तरकारीहरू पनि हरियो तरकारीहरू काटेर रेडी गरेकी छु। प्याज, चना, सिमी, गाजर काटेर रेडी गरेकी छु। अनि मैले ग्यास अन गरेर कराई बसालेँ। त्यसमा तोरीको तेल राखेँ। तेल तातिसकेपछि मैले त्यसमा दाना जिरा पुर्याउँछु। दाना जिरा पुर्याइसकेँ। हरियो खुर्सानी पुर्याएँ। हरियो खुर्सानी पुर्याएर मैले चना राखेँ। चनालाई केही बेरको लागि चलाउँदै पाक्न दिन्छु। हल्का चना पड्किन लागेपछि मैले त्यसमा सिमी र गाजर राखेँ। मैले केही समयको लागि चलाउँदै पाक्न दिन्छु। यो तरकारीहरू भुटिसकेपछि अनि मैले यसमा प्याज राख्छु। प्याज धेरै बेर पकाउनु पर्दैन, त्यसैले मैले लास्टमा प्याज राखेकी छु। अब यो तरकारीहरू पाक्दैछ। यो पाकिसकेपछि मैले प्याज राखेँ। प्याज राखेर पनि केही बेरको लागि चलाउँछु मैले। प्याज पनि हल्का फ्राई भइसकेपछि मैले त्यसमा नुन राखेँ। अनि मैले टेस्टको लागि पिसेको मरिचको धुलो पनि राखेकी छु। अनि मैले अब यसमा सोया सस राखेँ। सोया सस राखेर चाउमिन राख्छु। चाउमिन राखेर चलाउँदै पाक्न दिन्छु। थोरै थोरै गर्दै राखेकी छु मैले चाउमिन। चाउमिन राखेर मजाले चलाउँदै पकाउँदै गर्छु 5-6 मिनेटको लागि। मैले एउटा पन्युले चलाउँदैछु। यसले चलाउन अलिक अप्ठ्यारो भएर मैले काँटाको सहायताले चलाउँदै पकाउँदै गर्दैछु। चाउमिन पाक्दैछ। दुईटा हातले चाउमिन पकाउँदा ग्यासको हिट हाई हुनुपर्छ, लो हिटमा पकाउनु हुँदैन। ग्यासको हिट हाई बनाएर मजाले चलाउँदै फ्राई गर्नुपर्दछ। राम्रोसँग फ्राई भइसकेपछि यो रेडी हुन्छ। यसमा मैले थोरै हल्का सस राखेर पनि पकाएकी छु। कलर पनि आउँछ भनेर मैले पहिल्यै नै सस राखेर चलाउँदै पकाउँदै गरेँ। सस राखेर केही बेर पकाइसकेपछि चाउमिन रेडी हुन लागेको छ। चाउमिन रेडी भइसकेको छ। अब मैले यसलाई प्लेटमा राख्छु। प्लेटमा पनि राखिसकेँ। बच्चा बच्चीहरू घरको चाउमिन खाँदा खुसी हुनाले मैले घरमै बनाएकी छु। हेल्दी पनि हुन्छ, टेस्टी पनि हुन्छ घरमा बनाएको। त्यसैले मैले घरमै बनाएर चाउमिन खानका लागि बनाएँ। तपाईहरुले पनि चाउमिन यसरी नै बनाउनु होला।